हेलो गाइज, न्यू डे न्यू ब्लग। म आज जाँदैछु मामा घर सधैँ म भ्यूहरू देखाउँछु। म अहिले आइपुगेको छु क्युखा सधैँ म भ्यूहरू देखाउन चाहन्छु। अनि यो चाहिँ मेरो स्कुल पढ्ने ठाउँ। अनि म यहाँ स्कुल पढ्दै गर्दाखेरि म 9 कक्षाबाट आएको। अनि सँगसँगै अनि म गरमसुर जाने बाटोतिर आइसकेको छु। यो काफलधारा पनि राम्रै छ। अनि हामी यहाँबाट अगाडि बढिसकेका छौँ। अनि हेर्दै गर्नु होला, लाइक सेयर सब्सक्राइब गरिदिन नभुल्नु होला। सँगसँगै यो बाटो माथिबाट गरमसुर जान्छ भने तल वालिङ जान्छ। अनि गरमसुर नै राम्रो छ। योचोटि जान पाएन, अर्कोचोटि जानु होला। अर्कोचोटि सिक्किम आयो भने जानु होला। हेर्न सक्नुहुन्छ भ्यूहरू एकदम बवाल छ। अनि वालिङ पुग्न चाहिँ कति 10-15 मिनट लाग्छ भनेपछि। अनि भ्यूहरू इन्जोय द भ्यू। शीतल शीतल फूल जै कोमल सम्बन्धका धागोहरू सरल। हावा जै शीतल शीतल फूल जै कोमल सम्बन्धका धागोहरू सरल रे। वालिङ पनि आइसक्यो। म त्यसपछि म जाँदैछु लुगाहरू लिन। लुगा लिइसकेपछि आएर वालिङको भ्यू हेर्नु न यार। आकाशमा यार क्या राम्रो छ आकाश, घाम लागेको छ। मन परेमा लाइक सेयर सब्सक्राइब गर्न नभुल्नु होला। गुड बाई, भोलि भेट्नेछौँ नयाँ भ्लगमा। सी यू टु